एउटा बाचा एउटा चाहिँ तपाईँको चाहिँ अभिष्ट चाहनाले उहाँले शिक्षा सेवा आयोगमा त्यो पनि अझ साबिकको सिउना गाविसमा सिंहराज साई पछिको नाम उनले लेखेको छ। यो कुरा पनि हामीले बिर्सिनु हुँदैन। साबिकको सिउना गाविसमा एकचोटि चाहिँ कुनै बेला सिंहराज साई चाहिँ माविको थाई हुनुहुन्थ्यो, उहाँ माविको चाहिँ हेड सर पनि हुनुहुन्थ्यो र त्यसपछि अहिले उनले चाहिँ दोस्रो नम्बरमा नाम लेखेका छन्। यसको लागि हामी सबैले एकचोटि चाहिँ ताली हानेर उनलाई चाहिँ फेरि स्वागत पनि गरौँ। हेर्नुहोस् फेरि हामीले जन्मिनु पनि पर्छ र गाउँघरको चाहिँ ट्रेन पनि हामीले सही ठाउँमा लिनुपर्छ। हाम्रो चाहिँ ट्रेन के छ भन्दाखेरि जथाभावी तपाईँको चाहिँ दारू रक्सु खाने, काम नगर्ने, अझ भन्दाखेरि तपाईँको चाहिँ जम्मै अलिकति तपाईँको चाहिँ अब यो सामाजिक हिसाबले चाहिँ प्रभाव नेगेटिभ प्रभाव के पर्छ हामी त्यही गतिविधि गर्ने हाम्रो चलन छ। सबै बस्तीमा त्यो समस्या हो। अनि अझ भन्दाखेरि बढी चाहिँ के भन्दाखेरि हामी अलिकति हाम्रो परम्परागत ढङ्गले चलिआएको खेतबारी तपाईँको चाहिँ रोजगारी व्यवसाय भन्दा पनि मान्छेहरू अलिकति अझ कसरी हुन्छ चाहिँ बढी दारू पानी खाने, जुवा रक्सी खेल्ने, तासमा तपाईँको चाहिँ अझ बढी चाहिँ तपाईँको रमाउने यस्तो यस्तो ट्रेन छ। अब यो ट्रेनलाई पनि हामीले नयाँ ठाउँले एउटा उदाहरणीय मान्छे चाहिँ कपिल दर्जी बनेका छन्। यसको लागि हामी सबैलाई एकदम गर्व खुसी। आज सिङ्गो राजकोट अझ भन्दाखेरि दलित समुदायबाट नयाँ रेकर्डेड काम गरेको छ। कर्णाली प्रदेशबाट कोशी प्रदेशमा गएर चाहिँ एउटा आफ्नो इतिहास आफ्नो बाबुको बाजेको आमाको नाम राखेर आउनुभएको छ। यसको लागि हामी सबैको तर्फबाट फेरि पनि बधाई छ। उहाँको फेरि एउटा उज्जवल भविष्यको शुभकामना सहित अब हामीले तुरुन्तै फेरि चाहिँ तपाईँको शिक्षा शाखाको प्रमुख भएकै देख्न पाऊँ। उहाँको मेहनत लगनशीलता र पढाइको हिसाबले त्यो बन्नुहुन्छ भन्ने पनि हाम्रो चाहिँ शुभेच्छा र चाहना छ। त्यसकारणले म सबैलाई फेरि पनि यही शुभकामना दिएर